हेलो गाइज ल हामी चाहिँ टक्क लागेर यो कहाँ हो यो थाहा छैन हिमालको वरपर यो ठाउँको नामै छैन मेरो नाम पनि छैन खै मेरो मनाङबाट निस्किसक्यो ल गाइज हामी चाहिँ मनाङको ट्राफिक जाममा वाइल्ड बिजोग हुन्छ कि क्या हो यार। हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल वान्स अगेन सबैजनालाई। एन्ड अहिले चाहिँ छौँ हामी यो मनाङ भ्यालीमा। त्यही हो ल गाइज, अब यसकै अब यहाँ यसो ब्रेकफास्ट हान्दिउँ अनि निस्किहाल्नु पर्ने हुन्छ। बिहानको 7:41 भइसक्यो। अलि ढिलै उठ्यो नि त, अब गाडीमा आएको फर्स्ट एक्सपिरियन्स बवाल। त्यही हो गाइज है त साथी। ओए यो चाहिँ हाम्रो झ्यालबाट देखिने भ्यू हो है। ऊ त्यहाँ बिरालो रहेछ हौ। 5,000 पनि छैन है क्या मनासो हिमालय यो कुन हिमाल हो दाइ, थाहा छ तपाईँलाई? यही हो र अन्नपूर्ण त उता भन्थ्यो त, गङ्गापूर्ण चाहिँ होला हौ यो। के भने काठमाडौँ भन्न साँच्चै मिल्दैन। के रहेछ भित्र? अनि अहिले हामी यहाँ बसेको चाहिँ यतिमा हो। सर्भिसहरू नि खानकिनी राम्रै छ। फेरि त्यस्तरी धेरै एक्सप्लेन गर्न त आउँदैन। त्यो सिराको खोलहरू चाहिँ अलिकति राम्रोसँग धोएको थिएन, त्यही हो अलिकति नराम्रो भन्ने चाहिँ। नभए चाहिँ बस्नदेखि लिएर खाना सबै दामी छ होइन। अब यसो 1-2वटा होटेलको हेरौँ अनि तपाईँहरूलाई म बाटोमा भेट्छु है त गाइस। ट्याक्क हाम्रो यहाँको ओनर दाइको यादहरू मेमोरिजहरू रे के। ल केटाकेटी हो, अब चाहिँ यही हो हामी बसेको होटेल चाहिँ बवालै छ। यहीँ बाहिर यतापट्टि छ बवाल। एक बोतल पानी। सो अब चाहिँ टक्क लगाएर हिँड्यौँ। अब चाहिँ अलिकति ट्रेक हिँड्या हो कि क्या हो जस्तो फिल भयो। गर्मी हान्दैछ, घुमाउरो रहेछ कि खोइ कहाँ हो दिदी हामी उयो डाँडामा कति घन्टामा पुग्छ? ए खोलामा? हिजो हामीले खाजा खाएको ठाउँ हो तपाईँ? ए देखा जस्तो लाग्यो दिदीलाई। मोबाइल आयो ठाउँ त यो चाहिँ सबै उता चाहिँ अन्नपूर्ण गङ्गापूर्ण अनि फेरि गेपो हो है। मोबाइल आयो ठाउँ त।
यस गाइस अब चाहिँ ट्रेकिङवाला भाइब्स हानिरहेको छ ओइ पकै भ्यू टावर होइन दाइ ओ मुटै भ्याट भ्याट गरेर त दाइ अनि यस्तो मान्छेहरू घुम्नेहरू ए केटा हो भर्खर मैले तल देखाएको चाहिँ ठाउँ यही हो सुकेछ है त्यो खोलेको छैन नभए त खप्पै हुन्छ बाटो ग्लेसियर के रे राहुल यहाँ अप्ठ्यारो छ है आजकोले चाहिँ अलिक सोचे जस्तो छ अगाडि हेर्न यार कस्तो मोबाइल देखायो भने ओइ हाम्रो ट्रिकर्सहरूको हालत पनि देखाइदिनु आदरै रहेछ मैले माने ओइ कताबाट जाने राहुल फाइनली गाइस हामी आइसक्यौँ है अब चाहिँ के अरे राहुल इङ्ग्लिसमा भन्छ है फेरि आजकल यता फेरि खतरा भइसकेको छ नि त यता अब Oh my god. Okay. कावेरी पसिना आयो बाबा बिहान रोटी खाएर रातमा पड्केछ गाइस यस्तो बाटो आइदिने पारीको त्यो हिजो हामीले दिएको त्यो सबै रुख रहेछ मलाई साइको छ त बाटो त आई लाइक द भ्यू क्या अनि अझै कतिवटा डाँडा रहेछ त्यो हिमालय एउटा हो रेकर्ड भयो नि तपाईँ बुझ्दै त्यहाँ रेकर्ड भयो होइन भयो गाइज ल यस्तै भ्यूमा आएर हामी चाहिँ रमाइलो लिइरहेछौँ यहाँ आइज भाइ चिल भयो है हामी यहाँ पुरा हिँड्दै आएको होइन हिँड्दा मजा आयो
सो यस गाइस अहिले चाहिँ ट्याक्क लाएर हामी यस्तो ठाउँमा गएर आएर बस्यौँ रेस्ट गऱ्यौँ एकछिन मजाले भ्यूहरू हेऱ्यौँ हिमाल चाहिँ यहीँ नजिकै छ यो अन्नपूर्ण होइन बगालै छ अब तपाईँलाई देखाउनु पर्दाखेरि यस्तो ठाउँमा हिँडिरहेछ है एन्ड अब तपाईँहरूले देख्नु भइसकेको छ मेरो ब्याकग्राउन्डमा भ्यू कस्तो छ अब योभन्दा नि हामी चाहिँ अझै एक स्टेप माथि जान्छौँ धेरै टाढा छैन अरे अब यहाँसम्म आइसकेपछि माथि नि गइदिइहालौँ के हुन्छ मरिन्छ बाँचिन्छ अर्कोचोटि आइन्छ आइँदैन होइन यही हो अब यहाँ माथि जाउँ मस्त भ्यू हेरिदिउँ एकछिन रिल्याक्समा चिल हानौँ उठ्दिउँ एकछिन अनि चल्दिनु हुनुपर्छ हामी र तिम्रो लागि फुल टिप्छु बस किच्चै ल्याउँछ त होइन नि हो क्या त्यस्तो भन्नुहुन्न यार फाइनली अब चाहिँ आइपुग्ला जस्तो लाग्यो अब तपाईँहरूलाई हामी यो माथिको डाँडाको भ्यू देखाउँछौँ जो हामीले चाहिँ दिन्छ हाम्रो नेगेटिभ एनर्जी चाहिँ रुखले लिन्छ अरे क्या फिल गर्नुपर्छ अरे ओइ घोप्ट्यो घोप्ट्यो आयो यो त खाङसम्म भयो के अरे यताबाट जाने त उता बेस या खर्का जाने यो माथिल्लो बाटो अनि यो बिच बाटो चाहिँ खाङसार खाङसार तिलोचो तलबाट अनि माथिबाट चाहिँ अरू त्यो या खर्काहरू यताउता यो 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 बिच यो डाँडाको उतापट्टि हो यहाँबाट त धेरै छ अरे है त हिँड्नुपर्ने यो त्यो बाटो देखाएन थियो सानो गोली बाटोबाट गयो नि हुन्छ अनि ऊ त्यहाँ बाटो छ नि यो रोड माथिल्लो पुऱ्यायो नि अहिले हजुर हो त्यहाँसम्म त पुग्छ बाइक त्यहाँबाट फेरि हिँड्न बाइक गाइस यहाँनिर पुगेर चाहिँ बाख्राहरू देख्यो बल्ल हजुर काम गर्ने ठिक छ गाह्रो हुन्छ होला नि गाह्रो हुन्छ है यो त खतरा चिसो छ नि छैन त यो नजिकै छ नि त बिलाको चाहिँ यहाँ बसेको थियो मनाङतिर भयो यता अन्त धेरै बिला यताबाट जाने यता जाऊँ अनि ऊ त्यहाँ जाऊँ अनि एकछिन बसौँ अनि चल्थ्यो भाइ यतिसम्म जाने हो टपमा ल गाइस अब चाहिँ यो भ्यूबाट हामी निस्केर जाँदैछौँ टक्क लगाएर घरहरू यस्तो छ फेरि गोट फार्म हो रे यो चाहिँ यस्तै छ गाइस भित्र नि देखाइदिउँ कि क्या है फेरि अर्काकोमा के छिर्दिनु
यतातिर क्या त्यो हिउँ नभए चाहिँ यतातिर नि पर्छ अरे फेरि परिसकेपछि यो हरियो रुखहरू यस्तो हुँदैन रहँदैन यस्तो ठाउँहरू गोठ फार्म देखाइदिउँ न होइन ल दाइ हामी त निस्केको अब तल अरूले ल राम्रोसँग बस्नु है त लगाइज अब चाहिँ यहाँबाट निस्क्यौँ कुरो त्यही हो बुझे भएको अरू कुरो भने त्यस्तै हो यो तल गाउँमा पानी जाने होला क्या यहाँबाट मेबी सायद यही हो मूल यहाँ चाहिँ फोहोर रहेछ हामीले थाप्यौँ नाम पानी टी सपतिर सेटी रिफिल गर्ने अनि के भयो त्यो देखाएको तैँले टोकिरहेको थिइस् अघि त्यही तैँले टोकिस् साह्रै सरो त्यो Yes, guys. हामी चाहिँ अब हाम्रो घरतर्फ फर्किँदैछौँ ओर्लिँदैछौँ लखर राहुलले यो बाख्रा बोकेको क्लिप चाहिँ आउँछ कि आउँदैन थाहा भएन एकै हातले जुरुक्कै उचालेर लगेर फालिदिएर त्यतै यस्तो बाटो हिँड्नु परिरहेको छ यार हामी माथि गयो फ्रेस भयो एकछिन हावा खायो अहिलेसम्म चाहिँ रमाइलो भइरहेछ गाइज अब तल के कस्तो हुन्छ सिचुएसन बाटो आगे खैरे दाजु आउँदै रहेछ नि त हावा यस्तो चलिरहेछ घाम टन गर्मी रहेछ म चाहिँ तर अब यहाँ के सिचुएसन भनौँ न यस्तै छ गाइज यस्तै छ मुस्ताङ भन्नुहुन्छ मनाउनु ल नजिक पुगेर आएको हामी चाहिँ अहिले त्यही हो आकाश चिल उडिरहेछ त्यही हो बुझेको
चाहिँ यता कस्तो ठुलो र यहीँ नजिक जस्तो देखिन्छ, त्यहाँ पुगेपछि झन् टाढा 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 होइन डेन्जर। अनि उतानिर चाहिँ मनाङको सिडी, लास्ट सिडी अब यो मनाङ भ्याली जाने लास्ट सिडी। एउटा त्यहाँ पुगिसक्यो, त्यो छोडेर हिँड्दो रहेछ भने यो त्यो गाइज। ल अब रमाइलो भइरहेछ अहिलेसम्म चाहिँ, हिमाल देख्न पाइरहेछ। के भन्नु मन छ है तँलाई? गाह्रो हो भन्ने नि त। अहिले चाहिँ हामी मनाङ गइसक्यौँ, गइसक्यौँ रे, आइसक्यौँ। एउटा दुखिरहेछ मस्त वाला। हेलो गाइज, थपै बोलाइसक्यो यार, खासा खाम अनि चल्दैछ। हात धुन ठाउँ छ दिदी, त बाहिर पनि टोइलेटको अगाडि डाँडा सारा हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। अनि यो ब्लग स्टार्ट हुँदैछ सिधै मनाङबाट। बिहानको ट्यागको भन्नै पर्दाखेरि 7:54 भयो। भ्यूहरू त बबाल बबाल छ यता है। यहाँबाट अलि तल गएर अनि फेरि बस्नुपर्ने हुन्छ। ल त्यही हो गाइस, एकछिन भ्यूहरूको हेर्दै गर्नुहोस् होइन तपाईँहरू। म यसो फ्रेस भएर आउँछु। सो यस गाइस, अहिले चाहिँ ट्याक्क लाएर मनाङबाट निस्किसक्यो। म बसेको रुम चाहिँ यही हो, माथिपट्टिको है। भ्यू चाहिँ बब्बालै छ है। जाउँ यार, त्यो ड्राइभर दाइले फोन गरेको वायर्डै खुरिसक्यो हामीलाई। मनाङ भनेको जतिखेर नि मुस्ताङ मात्रै आउँछ। अनि यही हो बस पार्क चाहिँ। लोकेडा हाम्रो घोडामा बस्यो, दाइ माथि बाँध्दै हुनुहुन्छ। अब चाहिँ ट्याक्क लगाएर यहाँबाट हिँड्ने हो हामी। सही हो ल। ये हो
एन्ड अब चाहिँ हामी जानुपर्ने हुन्छ सही हो गाइस, सही हो लेक यही हो, लेक चाहिँ यही हो हिमालहरू। एन्ड तपाईँहरूले देख्न सक्नुहुन्छ ऊ त्यो पारीको चाहिँ सबै त्यो हिमाल। ल त्यही हो गाइस, अब अहिले एकछिन राम्रो राम्रो भ्यूहरू हेर्दै टक्क भेटौँला फेरि रमाइलो पलमा, त्यही हो। भागेनले त्यही गीत गाएर बस्छ अरे क्या, म्याग्दी है धोरपाटन होइन, मेरोभन्दा बढी रहेछ। बाउनु होला नि त नि, हो बाउनुवाला खैरे सोध्न। ओ बाहुन हो तिमी? भिक्टर के अरे भिक्टर बाउन हुनसक्छ यो। लगाइ चाहिँ यो ठाउँको नाम चाहिँ के भन्छ अरे दाइ? यो ठाउँको नाम त मलाई नै खासै यादै भएन है। ल त्यही हो केटाकेटी हो, हामी चाहिँ यहाँ ठाउँ थाना भएको ठाउँमा चेक पोस्ट रहेछ, यहीँ बसिरहेछौँ, चेकआउट गरौँ। अनि तल झर्ना भएको ठाउँमा अस्तिको ठाउँमा खाना पर्ने हुन्छ। मनाङको ट्राफिक जाममा सब दसैँमा लाग्छ नि है काठमाडौँतिर। ल त्यही हो केटा यार, अब चाहिँ मजाले गइरहेको छौँ गाइस। गर्मी छ गाइस, गर्मी अब है बाटो त यस्तै गर्मी बढ्यो। त्यो ठाउँसँग पनि योहरू पर्नु गइरहेको छ अरे पहिला हाम्रो ड्राइभर दाइ। सो गाइस अब हामी जानु लागेको बाटो छ उता पारीको बाटो हो। त्यस्तै यस्तै बाटो उतै गइरहेको छ यार। हामी चाहिँ अब उतै पारीको बाटो जाने हो। ल ल अब चाहिँ टक्क भात सात खाइयो। 35-40 किलोमिटर होला अब 2-3 घन्टा। अघि नै कहाँबाट 45 देखाएको भाइ यो ठाउँबाट पनि निस्क्यो केटा हो। मेरो मोबाइल सही हो अहिले गाइज हामी काठमाडौँ जान लागिसक्यौँ। टक्क लगाएर यहाँ दाइको गाडी भेटिहाल्यो। एउटा गुल्लकै भनौँ न, ठ्याक्कै अब हाम्रो प्लानै थिएन नि त। अब बस्ने सोच भयो नि, भइरहेको थियो, जाने सोच्ने भइरहेको थियो होइन। गाडी के हो कस्तो हो ठिकै भयो, गाडी भेटिहाल्यो। आजै घर पुगिनु भयो।
चल्दिस् ल त्यही हो 7 8 9 10 11 12 ल गाइस यार यो त अब लोकल बस भन्दा नि चर्को हुन थाल्यो त यार यो त मोबाइल बिजोग हुन्छ कि क्या हो यार यहाँबाट चढ्नु भएको नि होइन होइन उतैबाट चढ्यो पहिलोबाट आउनु पहिलो तिनजना पहिलो हो हो यस्तो भर बिजोग भइदिएर यार एकैछिन भने लगाइस त्यही हो अहिले चाहिँ मुगलिन आइपुग्यो प्यासेन्जर ल्याइदियो भएर यहाँ त लुट्न बाइकको नि कोही बसाइरहेन रहेछ नि त यार आफै आफै चढ्दाखेरि पनि होइन अर्कोले कमिसन खाइदिने भनेर ल त्यही हो अब एकछिनतिर चिला भेटौँला यार अहिले चाहिँ यहाँ फुल भइसक्यो